हेलो एन्ड वेलकम ब्याक टु न्यू भ्लग गाइस। आज चाहिँ नयाँ एङ्गलबाट भ्लग स्टार्ट भइरहेछ एन्ड आई हेभ केप्ट माई क्यामेरा ओभर हियर यहाँको एङ्गल खिच्नलाई। म चाहिँ यहीँ छु। अलराइट, सो अहिले चाहिँ म शान्तिनगर जान लाग्छु अनि अलिकति डिफ्रेन्ट एङ्गलबाट भिडियो खिच्न मन लागेर हो। कता कता फर्किरहेछ नि थाहा छैन है। एनिवेज क्यामेरा नखसोस् त्यति हो मेन कुरा भनेको। थाम्न त थाम्छ यसले, त्यही पनि अहिले फेरि अर्को एङ्गलमा स्विच गर्नुपर्छ हामी। अनि वेदर चाहिँ त्यस्तै हो, खासै राम्रो छैन। आज पानी पर्ला जस्तो भइरह एन्ड त्यही त हो, अलिकति ब्ल्याक स्काई देखिरहेछ है माथि। हेलमेटकै मात्रै माउन्ट कति युज गर्नु भनेर अलिकति डिफ्रेन्ट बट क्लासिक मोटो भ्लग हेर्नलाई त चिन माउन्टमै मजा आउँछ, यसमा त मजा आउँदैन होइन। ओए क्या दामी हाइलक्स हो, 90s का हाइलक्स गयो गाइस, ठ्याक्कै देखाउन पाएन यार। चिन माउन्टमै राख्नु पर्ने हो, अरूमा काम छैन। सो स्विचिङ ब्याक टु चिन माउन्ट है त। 1 2 3 ओके। सो वेलकम ब्याक टु चिन माउन्ट। अब पानी आउला जस्तो भइरहेछ, स्काई इज लाइक गेटिङ डार्कर। अनि राइट नाउ आइ एम गोइङ टु शान्तिनगर। खाती सरले भेट्न बोलाइरहेको थियो एकछिन। आई माइट अल्सो गो समवेयर एल्स। आज चाहिँ इट्स बिन अ प्रिटी बिजी डे अनि बेलुकाको 4 बजे भ्लग सुरु गरिरहेको छु। आई डोन्ट नो वाइ, मलाई भिडियो खिच्ने मुड चल्यो आज आफ्टर अ लङ टाइम। अनि लास्टै धेरै हावा लागिरहेछ यार भाइजर लाम। सो पानी चाहिँ नपर्दै हुन्थ्यो त्यहाँ पुगिन्जेल। बोक्न त मैले रेनकोट बोकाएको छु बट स्टिल द इरिटेसन अफ रेनकोट ड्युरिङ रेन भने जस्तै अलिकति इरिटेसन चाहिँ फिल हुन्छ कि रेनकोटमा मलाई। भने जसरी खुलेर बाइक चलाउन पाइँदैन नि त, त्यही भएर। अनि आइ एम प्लानिङ टु गो टु अ ट्रिप आफ्टर एक्जाम होइन। प्लान चाहिँ भइरहेछ तर लेट्स सी के हुन्छ। आइ एम प्रिपेयरिङ। सो यस्तो सानो एक्सेसरिजहरू चाहिँ जोडिरहेको कारण चाहिँ अलिकति लामो ट्रिप गरौँ कि भन्ने सोचिरहेको छु। एन्ड आइ एम थिङ्किङ अबाउट इट अ लट दिस डेज। सो एक्जाममा पनि फोकस गर्नु पऱ्यो नि त, त्यही भएर अहिले चाहिँ मैले खासै कतै पनि कुरा नगरेको कारण इफ आई स्टार्ट थिङ्किङ अबाउट इट मच मेरो एक्जाम पनि बिग्रिन्छ फेरि, त्यो भयो भने मुड पनि हुँदैन जाने। सो द्याट्स वाइ नर्मल्ली नै राख मैले त्यो कुराहरू चाहिँ। लेट्स नट मेक इट अ बिग डिल। सो त्यही त हो। नाउ I think I'll reach there by in 5 minutes maybe to Shantinagar Chattu, and I need to discuss some stuff with Khati sir about going or not. So त्यही हो, अलिकति प्लान्सहरू हुन लाग्छ। If something happens I'm gonna show you guys for sure. I'm gonna take you guys with me. अनि हामी चाहिँ सायद एक्जाम पछि not long after exam, maybe 2 or 3 days after exam जाने प्लान चाहिँ भइरहेछ। and let's see how the story unfolds. Oh, Qatar Airlines people are ready with raincoats but I'm not. Man, कति लामो हो, अघि नै लाइक 90 seconds त अघि नै थियो, फेरि 30 seconds एड भयो जस्तो कि आफ्टर द काउन्टडाउन एज वेल। लाइक दिस इज द फास्ट लेन। ओके, यो कहाँबाट आएको? यो धेरै मेजर प्रब्लम हो कि यो भने त। अब हामी यस्तो सेफली भनेर डिभाइडर छ भनेर हिँडिरहेको हुन्छ अनि ल्वात्त निस्किदिन्छन् कि युटर्न गर्नलाई फ्रम बिट्विन द डिभाइडर। द्याट्स नट हाउ यु राइड गाइज। यतिको लागि चाहिँ पनिसमेन्ट इज काइन्ड अफ ओके जस्तो लाग्छ है मलाई चाहिँ। नर्मली अब भनौँ न अलिकति ओभरटेक गरिरहेको यताउता कुराहरू भनेको त्यो नर्मल हुन्छ होइन। बट जानी गरेको हुन्छ नि, जहाँ साइन्सहरू हुन्छ, पुरै डिभाइडेड रोड छ भनौँ न। यहाँ त ल डिभाइडेड छैन, अलिअलि यताउता क्रस हुन्छ होला, त्यति कन्सिडर पनि हुन्छ, हामीबाट नि हुन्छ होइन। ओ ए क्या मिठो लाइटनिङ भयो भर्खर त्यहाँ। बट द पिपल हु क्रस द डिभाइडर न, त्यो ब्लकेजवाला डिभाइडर हुन्छ नि, तिनीहरूलाई चाहिँ चिट त हान्नै पर्छ क्या। अनि मलाई परेछ कि 2-3 चोटि परेछ त्यस्तोमा। यस्तो इमर्जेन्सी ब्रेक लाउनु पर्ने हुन्छ नि त्यस्तो बेलामा।
नर्मली हाइवेमा बाइकहरू 50-60 त हिँडेकै हुन्छ होइन. म अघि पनि त्योभन्दा बढी थिएन होला सायद, 60-65 होला म्याक्सिमम्. हुन त ओभर स्पिडिङै हो, मेरो पनि गल्ती छ, तर नर्मल्ली त्यतिको कुदाइरहेको हुन्छ मान्छेहरूले. बट स्टिल यु नो, यु टर्निङ इन द डिभाइडेड रोड्स, ब्लक्ड रोड्स भन्नु त्यो त वाल बनाएको जस्तो है, वाल चढेर क्रस गर्न खोजे जस्तो भइहाल्यो नि त्यो त, ट्रेस पासिङ सिधै. अनि ट्रेस पासर्स विल बी प्रोसिक्युटेडवाला सिस्टम त हुनु पऱ्यो. कस्तो डार्क हुँदै आएको. आई डोन्ट नो इफ खाती सर हेज कल्ड मी अर नट, बट मलाई लाग्न चाहिँ लागिरहेको छ कल गरिरहेको छ कि जस्तो लागिरहेको छ सरले. ठिक छ, एनिवेज वी आर अबाउट टु रिच देयर. मैले अस्तिको भिडियोमा पनि लोकेसन देखाएको थिएन, आज चाहिँ गफ गर्दै गर्दै जाउँ. एन्ड आई थिङ्क आम गन सो यु गाइज हर्न प्रोहिबिटेड गरेर कामै छैन कि नेपालमा. हर्न त हान्नै परिहाल्यो, नत्र मान्छेहरू सिधै जाकिन आइहाल्छन् आफैमा. दे आर गोइङ टु कोलाइड विथ अस. लाइक नर्मल्ली हुन्छ कि त्यो चिज, हर्न ब्यान भयो भने त मान्छेहरूको अटेन्सनै कहाँ हुन्छ क्या. मान्छेहरूलाई बाटोमा गफ गर्दै हिँड्ने बानी धेरै छ क्या नेपालमा. द्याट्स द प्रब्लम. लाइक जापानतिर होइन, यतातिर कोरियातिर त्यस्तो कन्ट्रिजहरूतिर चाहिँ लाइक एज मच एज आई नो, त्यहाँ चाहिँ नर्मल्ली बाटोमा हिँड्दाखेरि जेब्रा क्रसिङतिर या ट्रेनहरूतिर फोन गर्न पाइँदैन भन्ने कुराहरू पनि सुनेको थिएँ कि मैले. आई डोन्ट नो कतिको ट्रु हो है. इफ यु गाइज नो अबाउट इट प्लिज कमेन्टमा मलाई अलिकति नलेज दिइदिनु होला. सो मैले सुने जति चाहिँ त्यस्तो हुन्छ अरे भन्ने सुनेको थिएँ. अनि मेबी त्यो नै राम्रो हो जस्तो लाग्छ, किनकि फोन लिएर क्रस गर्ने त नेपालमा इट्स लाइक अ ट्रेन्ड यु नो. जति गरे पनि त्यो चिज घटेन. सो शान्तिनगर चट्टु चाहिँ यही हो. एन्ड दिस इज अ शान्तिनगर चट्टु चाहिँ अलिकति इन्ट्रेन्स चाहिँ अलिकति गाह्रो छ. यहाँ गाडी पार्किङ छैन. एन्ड आई डोन्ट थिङ्क खाती सर इज हियर. सो ओके, बेनेलीलाई पुरै ऱ्याप हानेको छ त डेड पुलको. नाइस नाइस. यो बाइक पनि ठिक लाग्थ्यो है मलाई. एक्चुली म हेर्न पनि गएको थिएँ. आई डोन्ट नो इफ आई हेभ द क्लिप अफ राइडिङ इट अर नट. त्यही नि ह्यान्डल अफ गरौँ कि नगरौँ, नगरौँ ठिकै छ, केही छैन. सो ओके, ब्लर द्याट. A few moments later. राम्रोसँग जानु है त. सी यू ब्रदर, सी यू. ल हामी चाहिँ अब निस्कियौँ फ्रम शान्तिनगर चट्टु. वी ह्याड अ ग्रेट मिटिङ. हाम्रो ब्लुबेरी हो नि त खाती सर, त्यही भएर निलो भेस्पा, निलो हेलमेट, पुरै ब्लुबेरी. सो त्यही हो. एन्ड इट्स नट रेन्ड अहिलेसम्म. इट हेज नट रेन्ड होइन अहिलेसम्म चाहिँ, तर पानी पर्ने उच्च सम्भावना छ. राति चाहिँ खत्रै पानी पर्छ जस्तो लागिरहेछ. हेलो गाइस. सो यो मिरर चाहिँ पुरै मेरो फिट चेक मिरर जस्तो भएको कि बाहिरपट्टि होइन. त्यही हो. यहाँ चाहिँ घर बन्न लागेर पुरै अँध्यारो भएको छ हाम्रो किचन सिचन. ठिकै छ, नो वरिज. अनि म चाहिँ अहिले यसो निस्किन लाग्यो. आज चाहिँ दादाको बर्थडे. एन्ड म चाहिँ एकछिन पेप्सी कोला हाम्रो दाइको क्याफेतिर जान्छु. त्यहाँ साथीहरू आउनु लान्. अनि त्यहाँ भेटेर सायद केक लिन जान्छु होला. डोन्ट माइन्ड मी इफ आई डु. के हो यो त, भाँचिन आँटे या बाङ्ग्या त पुरै क्र्याक जस्तो छ. एक्जाम नजिकै गरेको कारणले अलिकति भ्लगहरू या अलिकति टाढा गएको राइडहरू चाहिँ खिच्न नपाएको भएर अलिक सरी भन्न चाहन्छु सबैजनालाई. अनि त्यही त हो नि होइन, पढाइ पनि त विचार गर्नु पऱ्यो. एक्जाम चाहिँ आइसक्यो मेरो, 10-12 दिन बाँकी छ होला सायद, मेबी एट मोस्ट. अनि त्यही भएर अलिअलि पढाइतिर पनि ध्यान दिनु पऱ्यो. आफ्टर द्याट त कन्टेन्ट आइहाल्छ नि गाइस. त्यतिन्जेलमा अब बाइक साइक सर्भिसिङ गरेर चिटुक्क पारेर एउटा दुइटा अझै एक्सेसरिजहरू थप्न मिलेछ भने थपेर अलिकति राम्रै एउटा राइड हान्नुपर्ने नै भएको छ. बिकज मलाई काठमाडौँ नछोडेको धेरै भइसक्यो. मलाई इरिटेसन हुन थालिसक्यो काठमाडौँको क्याजेङ र कुजुङले. त्यही त हो, अलिकति नेचर मनपर्छ. हुन त म जस्तो धेरै मान्छे हुनुहुन्छ होला, तर पनि मलाई अलि एक्स्ट्रै मनपर्छ क्या. त्यही भएर आम नट कम्पेयरिङ.
सो अहिले चाहिँ पेप्सीकोला डिबेसरी प्लानिङ जाऊँ अनि त्यहाँ साथीहरूलाई यसो हाइहालो गरौँ देन वी विल गो टु मित्र पार्क जहाँबाट मैले केक लिएर आउँछु यहाँ भक्तपुरदेखि मित्र पार्क जान्छु म केक लिन भनेपछि यु गाइज थिङ्क अबाउट द टेस्ट है कस्तो हुन्छ भनेर चाहिँ अब आफै विचार गर्नु होला यत्रो केक सपहरू त यता पनि छ बट वाइ डु आई ओन्ली गो देयर भन्ने एउटा रिजन त्यहाँको केक चाहिँ यस्तो दामी लाग्छ कि मलाई लाइक एउटा त फ्रुट्सहरू हालेको केक हुन्छ त्यहाँ होइन त्यो बाहेक चिनेको अङ्कलको पनि भएको भएर हो हुन चाहिँ बट लाइक एभ्री टाइम चाहिँ जान अलिकति टाढै हुन्छ नि त त्यही पनि म चाहिँ एभ्री टाइमै जान्छु कि अलिकति केही स्पेसल ओकेजन छ भने चाहिँ त्यहीँबाट लिएर आउँछु सो आज म हजुरहरूलाई पनि देखाउँछु सो यो चाहिँ पुरानो बाटो हो भक्तपुरबाट आउने अनि योभन्दा भित्र सबै दिवेश्वरी प्लानिङ नै हो अलिकति देखिने खालको बाटो लिएर जान्छु म चाहिँ तपाईँहरूलाई यता भित्रको ग्याजाङगुजुङमा गयो भने देखिँदैन ठ्याक्कै खोलाबाटै छिरेको देखायो भने इजी हुन्छ नि त इजी पिजी सो भोलि चाहिँ राजेन्द्र घर जान्छु भन्दै थियो उसको घर चाहिँ धनगढी हो नि त सो आज लास्ट यसो भेटौँ यसो गफसफ गरौँ कफी सफी खाऊँ भनेर बोलाएको थियो केटोले त्यही भएर जान लाग्छु म चाहिँ सो त्यहाँबाट चाहिँ राइड लियौँ हामीले त्यही पुल ठ्याक्कै उताबाट आउँदा कट्ने बित्तिकै यताबाट पुल आइपुग्नुभन्दा अगाडि भनौँ न त्यहाँ चाहिँ ठ्याक्क राइड लाग्यो म अनि यहाँबाट चाहिँ सिधै सिधै खोलाकै बाटो नछोडिकन दिव्येश्वरी प्लानिङ भन्छ यहाँ चाहिँ पेप्सीकोला प्लानिङ भन्दा पनि हुन्छ पेप्सीकोला प्लानिङ चाहिँ मेनली चाहिँ पारीलाई भन्छ यहाँ चाहिँ नयाँ प्लानिङ या त दिव्येश्वरी प्लानिङ भन्छन् है मान्छेहरूले सो मलाई चाहिँ यो ठाउँ कस्तो थियो कसरी यत्रो डेभलपमेन्ट भयो सबै याद छ कि पहिला केहीको थिएन यो ठाउँ बगर जस्तो थियो खोलाको पुरै स्वर हुन्छ नि त्यस्तो थियो यहाँ क्यारेट्सहरूको फार्मिङ हुन्थ्यो यहाँ खोलामा कहिलेकाहीँ स्विमिङ खेल्न पनि आइन्थ्यो सो अ लट अफ मेमोरिज इन दिस प्लेस अहिले चाहिँ जग्गाको भ्यालुएसन सिधै 60 लाख पुगिसक्यो होला यहाँ 3 लाख कि 2 लाख थियो जस्तो लाग्छ पहिला मैले थाहा पाउँदाखेरि त्यस्तै हो टाइम चेन्जेस सबैको लागि राम्रो दिन आउनै पऱ्यो त सबैलाई राम्रो हुनै पऱ्यो त एक न एक दिन होइन त्यही नै हो गाइस सो ठ्याक्कै अब हामी चाहिँ पुग्न लाग्यौँ यो बाटो हामी नछोडी आइरहेछौँ अनि यहाँनिर एउटा नर्सरी छ त्यसको ठ्याक्कै अगाडिपट्टि टिएस क्याफे भन्ने एउटा ठ्याक्कै देखिन्छ ल दिस इज द क्याफे है दिस इज द क्याफे है अब भित्र जाऊँ अनि देखाउँछ है त म के छ कस्तो कस्तो छ गाइज हामी चाहिँ जाँदैछौँ है मित्र पार्क भर्खर निस्क्यौँ टिएसबाट ढिला भइसक्यो अनि पानी पऱ्यो क्या मेन चाहिँ रेनकोट त थियो तर यहाँ हाम्रो दाइलाई रेनकोट थिएन त्यही भएर एकछिन टाइम लाग्यो अलिकति कम भएपछि निस्किनु पऱ्यो नि त भनेर हो सो त्यही त हो अब हामी जाऊँ मित्र पार्क त्यहीँ पुगेर लोकेसन देखाउँछु अहिले अब पानी परेको बेलामा के हेर्ने हो र काठमाडौँ होइन सो आई सी यु गाइज भएन आई गेट देयर है अलिकति लोकेसन देखाउने ठाउँमा पुगेपछि देखाउँछु त्यही त हो अन्टिल देन ह्याभ सम पेसेन्स सो गाइज यही हो है केक लिने ठाउँ चाहिँ माइक पनि कनेक्ट भएन लोकेसन पनि देखाइएन त्यही पनि प्लिज कन्सिडर सो गाइज हामी चाहिँ लिइसकेका छौँ केक है अनि अलिकति गल्ली जस्तोमा छ यो चाहिँ खासै मान्छेले पत्ता लाउन अलिक गाह्रो चाहिँ यहाँ हातमा चाहिँ रेनकोट बोकिरहेको छु केक मैले राजेन्द्रलाई बोकाइदिएको छु सो यो चाहिँ ठ्याक्कै हाम्रो के मन्दिर पो छ यहाँ अगाडि ठ्याक्कै गौशाला भन्दा यतापट्टिको मन्दिरबाट ठ्याक्क छिरेर अनि यता आउने हो अहिले निस्किँदाखेरि ठ्याक्कै देखिन्छ जाऊँ न पहिला होइन निस्किँदाखेरि देखाइदिउँ रेनकोटको खासै काम लागेन गाइज म चाहिँ भिज्ने नै विचार गरेँ मैले म्यापमा राखिदिन्छु यसो लोकेसन पिन गरेर राखिदिन्छु इफ यु वान्ट टु चेक आउट द प्लेस है मच रिकमेन्डेड सो हामी चाहिँ एउटा निस्क्यौँ अब होइन एडिटमा मिलाउनु पर्छ हामी चाहिँ निस्क्यौँ यहाँबाट अनि 15 मिनटमा पेप्सीकोला पुगिन्छ त्यही त हो अब यहाँको लोकेसन देखाउँछु अनि यही जामको बाटो त कति देखाइरहने हो र गाइज होइन म चाहिँ गुहेश्वरीपट्टिबाट जान्छु यताको बाटो अलि जाम हुन्छ कि जस्तो लाग्यो त्यही भएर
सो होइन त बाडी ए कस्तो यो भुँडी बोका मान्छे जस्तो देखिरहेको हौ रेनकोट त यो माउन्टले नि अलि अजिलो पार्दो रहेछ ठिक छ केही छैन काम चलिरह सो हामी चाहिँ यो मन्दिरबाट छिर्नुपर्ने हुन्छ आउँदाखेरि चाहिँ यो मन्दिर ठ्याक्कै गौशाला र चावेल मित्र पार्कको बिचमा छ ठ्याक्कै है के मन्दिर पो भन्थेँ मैले बिर्सेँ यहाँको नाम के मन्दिर जय बागेश्वरी मन्दिर जय बागेश्वरी मन्दिरबाट ठ्याक्कै भित्र त्यति भनेपछि त थाहा भइहाल्छ होइन त्यही पनि म्याप पनि राखिदिन्छु मैले गाइजहरूलाई प्लिज कम एन्ड चेक इट आउट मलाई चाहिँ 600 पर्यो केकको अनि 50 रुपिज त्यो के भन्छ क्यान्डल भन्छ कि फायर वर्क भनौँ न पटेका झिरझिरे त्यस्तै फुच्चेले रहर गर्छ के गर्ने गाइज बाउ भइसक्यो म्यारिड चाहिँ होइन त्यही पनि बाउ भइसक्यो यहाँबाट पनि जाम छ जस्तो छ बाटो भित्र छिर्न पायो भने चाहिँ यहीँबाट के बम्परको माया लाग्दैन क्या सरलाई सो यो गल्लीबाट चाहिँ सिधै तल पुगिन्छ क्या केक बोकेर अलिक बिस्तारो चलाउनु पर्ने म फेरि आवेशमा आइहाल्छु कि लगेर फ्रिजमा हालेन भने त यो बिजोग हुन्छ सो यो बाटो नि यता निस्किन्छ यो चाहिँ छोटो गल्ली पशुपतिको आरती हुने बेला भएर हो कि क्या हो अलिकति भिडभिड छ शनिबारको दिन होइन यता एन्ट्री चाहिँ खासै गर्न दिँदैनन् एक्जिट गर्न चाहिँ पाइन्छ अनि खासै लाउड नोइजवाला बाइकहरूको लागि पनि एन्ट्री छैन सो पानी फेरि बढ्ला जस्तो छ पानी बढ्नुभन्दा अगाडि पेप्सीको लागि पुगे हुन्थ्यो फेरि रेनकोट खोल्न मन लागेन मलाई कस्तो राम्रो देखेको क्या लाइटहरू ओइ ओइ सो आई विल सी यु गाइज इन अ बिट है त अब यो गुहेश्वरीको बाटो देखे होला म्याक्सिमम् मान्छेले यहाँबाट काँडाघरि एयरपोर्टको छेउछेउ हुँदै पेप्सी गोला ट्याक्क है त सो गाइज मैले चाहिँ केक घर पुऱ्याइदिइसकेँ है अनि राजेन्द्रलाई पनि ड्रप हानिसकेँ तर मैले भ्लगको एन्डिङ गरेको थिएन सो त्यही नै हो आजको भ्लग यस्तै भयो यताउता डुलियो है सो दुइटा राम्रो अप्सन्सहरू देखाएँ मैले केक प्लस कफी दुइटैको लागि है सो प्लिज चेक इट आउट अनि आजको भिडियो चाहिँ यति नै सो सी यु गाइज इन अनदर भ्लग होप चाँडै भ्लगहरू आउँछ फेरि राम्रो कन्टेन्टहरू कन्टिन्यू हुन्छ गाइज अहिले चाहिँ मेरो एक्जाम छ अलिकति कन्सिडर गरिदिनु होला त्यही भएर सो त्यही नै हो त्यति भन्दै आजको भ्लग चाहिँ एन्ड गर्छु आई एम सुजित साइनिङ अफ पिस